हेलो साथीहरू, म चाहिँ आज परदेशीलाई कोसेली प्याक गर्दैछु। कोसेलीमा चाहिँ के छ भन्दा यो चाहिँ अचार, मासुको अचारहरू हो दुइटै। यो घिउ हो, त्यसै गरी यो चाहिँ सुकुटी हो यो चाहिँ। अनि त्यसै गरी यो चाहिँ गुन्द्रुक र तानरे। त्यसपछि यो चाहिँ ढुटो औषधि सँगै हल्का मेडिसिन औषधि पनि छ। जडीबुटीको घरैमा बनाएको ढुटो औषधि अनि हल्का मेडिसिन पनि छ। ज्वरो आउने, टाउको दुख्ने, यस्तै घाँटी दुख्नेहरूको हल्का। अनि यो चाहिँ खाजा हो। खाजा चाहिँ हामीले धेरै नै बनाएको थियौँ। यहाँ चाहिँ धेरै थरी मिसाएर बनाएको छौँ, तर अलिकति थोथोरो नै भयो पठाउने बेलामा चाहिँ। यो सबै गरेर यहाँ 4 किलो छ सामानहरू। 4 किलो भन्दा लान नमिल्ने भनेर चाहिँ त्यही पनि धेरै सामान भयो।